यो विद्यार्थी भिसामा आउनेहरूले चाहिँ धेरै नै समस्या भोगिरहनु भएको छ। दूतावासमा आएर धेरै कम्प्लेन पनि गर्नुभएको छ। यो सबभन्दा समस्या चाहिँ नेपालबाट सुरु हुन्छ। कि नेपाललाई नठग्ने हो भने कोरियामा चाहिँ तपाईँको 80% प्रब्लम सल्भ हुन्छ। अधिकृत वारिसनामा भनेको चाहिँ एउटा कस्तो हो भन्दाखेरि व्यक्ति नेपालमा जान नसकेको अवस्थामा त्यो व्यक्तिले अरू कसैलाई कानुनी अधिकार मेरो सट्टामा तिमी फलानु ठाउँमा गएर भनेको जस्तै अदालतमा गएर, ओडामा गएर हालको स्मार्ट लाइसेन्स, प्रिन्टेड स्मार्ट लाइसेन्स आफूसँग हुनु पर्यो। अनि दूतावासमा चाहिँ त्यो प्रिन्टेड लाइसेन्सको कपी, पासपोर्टको कपी अनि एउटा निवेदन हामीले वेबसाइटमा राखेको छ डाउनलोड हुने गरी डाउनलोड्स भन्ने भित्र गएर तपाईँले लाइसेन्सको डाउनलोड गर्न सक्नु। त्यसमा भरेर अनि नागरिकताको कपी हालेर चाहिँ दूतावासमा उच्छेकबाट पोस्ट गरिदिनु भयो र 70,000 प्लस 3,000 उच्छेकको चार्ज गरेर 73,000 चाहिँ त्यही खामभित्रै हालेर पठाउनुपर्छ। 1 महिनाको 20 गतेपछि चाहिँ हामीले यहाँबाट आएका हुन्डी सम्बन्धी सूचनाहरू चाहिँ जुन हामीले प्राप्त गर्छौँ, हामीले फेसबुकबाट हाल्नुहोस् भनेका छौँ, दिनुहोस् भनेका छौँ, उहाँलाई व्यक्तिगत रूपमा फोन गरेर पनि भन्नुहोस्। यसमा तपाईँहरूको एकदम जानकारी दिनुभएको सबै गोप्य हुन्छ, कसैको नाम बाहिर आउँदैन भनेर दाइ के दाइ यो गरिदिनु न फोनमा नि दाइ ओ मेरो दाइ भन्यो होइन त्यस्तो त्यस्तो वर्डहरू नै आइरहेको हुन्छ। त्यो फोन हामी त्यसलाई साधारणै लिन्छौँ तर अफिसमा आएर त्यसो भन्दा पनि साधारणै लिन्छ। नमस्कार, नमस्कार, कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुरले कोरियासम्म आउँदाखेरि कसो गर्नुभयो? हजुरको परिचयदेखि लिएर कोरियासम्म आउँदासम्मको जागिरको छोटकरीमा भनिदिनु न। म चाहिँ मेरो नाम चाहिँ जेनिम अधिकारी। मैले चाहिँ सरकारी सेवा प्रवेश गरेको 6 वर्ष पुग्न लाग्यो। अब यो सरकारी सेवा प्रवेश गर्दा चाहिँ अब त्योभन्दा अगाडि चाहिँ म स्कुलमा पढाउँथेँ। त्यसपछि त्यो सरकारी सेवा जाँच दिउँ न भनेर गर्दै अलिअलि अध्ययन गर्दै एउटा लक पनि भयो, एउटा अलिकति हार्डवर्क पनि भयो। दुइटैको सम्मिश्रणले पास भइयो। त्यसपछि म सुरुमा चाहिँ नासु तहबाट छिरेको। अब 3 वर्ष हुन लाग्यो म अफिसर भएको चाहिँ। त्यो पनि मैले लेखेर पास गरेँ 2080 सालमा। यसै गरी अनि अहिले चाहिँ अब यहाँ नेपाली राजदूतावास सौलमा आउने भाग्य मिलेको छ। कति भयो कोरिया आउनुभयो? कोरिया आएको अस्ति डिसेम्बर 12 मा ठ्याक्कै 1 वर्ष भयो। 1 वर्ष जति भयो। हजुर। कोरिया आएर पनि कोरियाको दूतावासको कामहरू पनि अब 1 वर्षको अनुभव भइसक्यो। हजुर दूतावासको मुख्य भूमिका चाहिँ के देख्नुहुन्छ हजुर यो कोरियामा? दूतावासको त अब भूमिका धेरै नै छ। दूतावासको मेन भूमिका भनेको त अब यहाँ भएका नेपालीहरूलाई चाहिँ परेका समस्याहरू, सवालहरूलाई चाहिँ हामीले चाहिँ नेपाल सरकार समक्ष पुर्याउने र यहाँको सरकार समक्ष पनि यहाँका समस्याहरूलाई चाहिँ हामीले डिप्लोमेटिक तवरबाट त्यहाँसम्म पुर्याएर केही सहजता दिलाउने हो। अनि अरू भनेको अब यहाँ विभिन्न इस्युहरू आइरहेका छन् विद्यार्थीदेखि लिएर श्रमिकहरूका इस्युहरू। अनि नेपालीहरूलाई तपाईँको यहाँ दुर्घटना हुन्छन्, यहाँ कतिको मृत्यु हुन्छ, त्यसलाई चाहिँ हामीले नेपालमा ब्याक लानेदेखि लिएर अब दैनिक रूपमा गर्नुपर्ने पासपोर्टका कामहरू, कन्सुलरका एटेस्टेसनका कामहरू यस्तै छन्। हजुरको जिम्मेवारी चाहिँ त्यसमा छ। जिम्मेवारी भनेर अब यस्तो नेपालमा भए चाहिँ ठ्याक्क यो जिम्मेवारी भन्ने हुन्थ्यो। यहाँ चाहिँ हामी थोरै छौँ, जसले जे पनि गर्नुपर्ने हुनसक्छ। अब समग्रमा सबै जिम्मेवारी लिनु परेछ। अनि यो अब अहिले हामी पासपोर्ट नवीकरणको शिविरमा आएका छौँ। हजुर। यस्तो यो शिविरहरू चाहिँ कति समयमा कस्तो ठाउँमा कसरी सञ्चालन गर्नुहुँदैछ? यो शिविरहरूको कुरा गर्दा चाहिँ यो शिविरहरू चाहिँ नेपाल सरकारले नै आफ्नो नीतिमा चाहिँ घुम्ती शिविर आयोजना गर्नुपर्ने दूतावासहरूले भनेर गरेको छ। त्यही कुरालाई चाहिँ हामीले एउटा हाम्रो दूतावासको कार्य जिम्मेवारीमा राखेर अगाडि बढ्छौँ। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ यहिले जाने उहिले जाने भन्ने जस्तो हुँदैन। जस्तै कुनै ठाउँमा चाहिँ त्यहाँ चाहिँ धेरैजना हुनुहुन्छ ल यहाँ चाहिँ आइदिनु पर्यो भनेर तपाईँहरू जस्तै सङ्घ संस्थाले हामीलाई बोलाएपछि हामी जाने हो। हाम्रो इच्छाले जाने चाहिँ होइन। यताबाट रिक्वेस्ट गरेपछि त्यहाँ मात्रै सजिलो हुँदै आउँदै। हजुर। अनि अहिले कोरियामा बिस्तारै विद्यार्थीको सङ्ख्या पनि धेरै बढ्दैछ। C9को पनि धेरै आउनु भएको छ। मान्छे जति धेरै भयो त्यति नै समस्याहरू बढ्दै आउँछ। हजुर। कस्ता खालकाहरू मुख्य समस्याहरू चाहिँ के देख्नु भएको छ हजुर? अहिले हाम्रो अब E9 त हाम्रो एउटा G2Gबाट आउने हुँदाखेरि E9मा त्यति धेरै समस्या छैन। हाम्रो अब E9 पनि अलिअलि समस्या छ। अब नयाँ आउने साथीहरू चाहिँ एकदमै चाँडै कम्पनी चेन्ज गर्न खोज्ने, 2-3 महिनामै गाह्रो भने अनि चेन्ज गरिदिन खोज्ने, अनि चेन्ज गर्दाखेरि विभिन्न समस्याहरू आउँछन्। अनि त्यसपछि दूतावासमा चाहिँ यस्तो समस्या भयो भनेर आइरहनु भएको हुन्छ। सकेसम्म चाहिँ कम्पनीमा अब यहाँ आएपछि काम गर्नुपर्छ, गाह्रो हुन्छ भने पहिल्यै नेपालमा माइन्ड मेकअप गरेर आउनुपर्छ। अर्काको देशमा आएर काम गर्नुपर्ने छ। त्यसमा पनि अब सजिलो गरी म चाहिँ मजाले पैसा चाहिँ 2 लाख 3 लाख चाहिँ म एकदम सजिलैसँग कमाउँछु भने त्यो त भ्रम हो नि त।
यहाँ त अब जस्तो काम पनि गर्नुपर्छ होइन। अब यहाँको अर्काको दिशा साहुले जे हरायो त्यो गर्नुपर्यो। अब त्यसमा चाहिँ यदि साहुले चाहिँ दुर्व्यवहार गर्छ अनि पीडा दिन्छ, त्यस्तो हो भने चाहिँ दूतावासलाई भन्दाखेरि हामीले त्यसमा सहजता गर्न सक्छौँ। तर जब कम्पनी चेन्ज गरिदिने 2-3 महिनामा, त्यसपछि अनि दूतावासले चाहिँ त्यसमा उ गरिदिनु पर्यो, के अरे सहयोग गरिदिनु पर्यो भन्दाखेरि हामीलाई पनि अप्ठ्यारो हुन्छ। हामी त एउटा एग्रिमेन्टमा बाँधिएर आएका छौँ। त्यही भएर सबैजना नेपालीहरूले चाहिँ सकेसम्म गाह्रो 1-2 महिना हुने हो, बिस्तारै बानी पर्दै जान्छ। त्यही भएर काम चाहिँ निरन्तर रूपमा गर्दै जानुहोस्। तपाईँहरूको भविष्य यहाँ 8-10 वर्ष काम गरेपछि तपाईँहरूलाई एकदम राम्रो हुन्छ। त्यो चाहिँ आफ्नै धैर्यता चाहिँ गरिदिनुहोस्। दूतावासले अरू समस्याहरूमा पनि अब अहिले कतिपय स्ट्रेस, डिप्रेसनहरूको समस्या छ। हजुर। अनि मृत्यु भएपछि नेपालमा लास पठाउने कुराहरूदेखि लिएर सहजीकरण प्रक्रियामा के कस्तो भूमिका खेल्दैछ? अहिले स्ट्रेस, डिप्रेसन ज्यादै बढेर अहिले हामीले जुन 2-3 महिनाको अन्तरालमा हामीले 4-5 जना गुमाएका पनि छौँ। त्यो हुँदाखेरि हामीले स्ट्रेस र डिप्रेसनको लागि भनेर चाहिँ अहिले हाम्रो आइतबार हाम्रो सुनौँ सिकौँ कार्यक्रम सञ्चालन हुन्छ अनलाइनबाट। त्यसमा चाहिँ बढीभन्दा बढी नेपालीहरू चाहिँ सहभागी भइदिनु भयो भने अनि हामीले अहिले अस्ति भर्खर पनि दूतावासमा एउटा योगा डेको दिन योगा पनि सञ्चालन गरेको थियो। त्यहाँ पनि 25-30 जना सहभागी हुनुभएको थियो। त्यसै गरी अहिले चाहिँ तपाईँको हाम्रै विभिन्न समाजहरूले पनि कार्यक्रमहरू आयोजना गरिरहनु भएको छ। जस्तै सुदूरपश्चिम समाजले पनि शुक्रबार चाहिँ कार्यक्रम त्यो मेन्टल हेल्थदेखि लिएर अब यो विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू गरेको देख्छौँ। हाम्रो चाहिँ अब अस्तिबाट शनिबार र आइतबार 2 दिन चाहिँ हाम्रो बिहान 8:30 मा नेपालबाट लाइभ हुन्छ हाम्रो चाहिँ योगाको रेगुलर त्यो चाहिँ। अस्ति भयो भर्खर दोस्रो भयो अस्ति अब भोलि आज पनि भइरहेको होला। हो त्यसमा चाहिँ सबैले सहभागिता गरिदिनुहोस्। अब अरू भनेको हामीले त्यसको लागि चाहिँ वर्कआउट गर्दैछौँ। यसमा हामीले केही राम्रै अब काम गर्छौँ। यी सुधारको पक्षहरू के देख्नु भएको छ हामीले त्यो सञ्चालन गरेर सुधार हुन थालेको? ए सुधारको पक्ष त अब ठ्याक्कै यो देखिने पक्ष होइन। मान्छेको अब त्यो मेन्टल अवस्था के छ, कस्तो छ भनेर अब हेरेर थाहा हुँदैन। मान्छे हाँसिरहेको हुन्छ, खुसी भइरहेको हुन्छ, बोलिरहेको हुन्छ। भोलिपल्ट ऊ चाहिँ सुसाइड गरेको पनि सुनियो। अस्ति जस्तै पानी खान गएको बेलामा चाहिँ सुसाइड गर्यो। अब त्यो कसले कसलाई जान्ने? त्यो चाहिँ अब अलिकति हामीले चाहिँ त्यो मान्छेको अवस्था चाहिँ झन् नबिग्रियोस् भनेर गर्ने हो। किनभने कति बिग्रिएको छ हामीलाई थाहा हुँदैन। अनि सरको यो त डिप्रेसनको पार्ट हो। अब यो विद्यार्थी भिसामा आउने भाइ-बहिनीहरू धेरै ठगिएको केस अहिले धेरै चर्चामा छ। कसैले यति लाख लियो, उति लाख लियो, नबुझिकन काम पाइयो भनेर सरक्क आउने अनि आएपछि काम नपाउने। धेरै पछिल्लो समय एकचोटि त रोक्ने भन्ने पनि कुरो आएको थियो। अहिले के छ त्यसको बारेमा केही हो यो जानकारी? विद्यार्थी भिसामा आउनेहरूले चाहिँ धेरै नै समस्या भोगिरहनु भएको छ। दूतावासमा आएर धेरै कम्प्लेन पनि गर्नुभएको छ। यो सबभन्दा समस्या चाहिँ नेपालबाट सुरु हुन्छ। एक त विद्यार्थी र विद्यार्थीका अभिभावकहरू जसले चाहिँ आफ्नो छोराछोरीलाई विदेश पठाउँदै हुनुहुन्छ, उहाँहरूले र विद्यार्थीले पनि आफू कुन युनिभर्सिटीमा जाँदैछु, म कुन कन्सल्टेन्सीमा जाँदाखेरि कति पैसा लाग्छ, त्यो कुरा सबै हेरेर जस्तै युनिभर्सिटीको फी कति हुन्छ, सबै कुरा चाहिँ हामीले युनिभर्सिटी वेबसाइटमा पनि देख्न सक्छौँ। त्यो कुराहरू चाहिँ ध्यान नदिएर विदेश जानैकै लागि म चाहिँ जसरी नि जानु छ, जति पैसा मागे नि दिन्छु भन्ने हिसाबले आएको देख्छौँ। अनि अरू अरू त त्यस्तै हो। यो कन्सल्टेन्सीहरूले पनि जथाभावी एउटा हुन्छ नि अब यति लिँदा चाहिँ यो कसैलाई हामीले मार्दैनौँ, कोही कसैलाई चाहिँ पीडा हुँदैन भन्ने हिसाबले भन्दा पनि जति मन लाग्यो त्यति विभिन्न शीर्षकमा पैसा लिएर विद्यार्थी ठगिएका छन्। जस्तै अब डिफो भिसाको चाहिँ अहिलेको सबभन्दा जल्दोबल्दो केस भनेको चाहिँ डिफो भिसामा कोड भिसा भन्ने हुन्छ। यहाँको युनिभर्सिटीले भिसा दिन्छ। ड्युटी भिसा त नेपालबाट जारी हुन्छ। तर डिफो भिसा चाहिँ यहाँको युनिभर्सिटीले पठाउने हुँदा त्यहाँ चाहिँ कोड भिसाको नाममा चाहिँ हाम्रा कन्सल्टेन्सीहरूले नराम्रैसँग ठग्नु भएको रहेछ। 5 लाख, 6 लाख, 4 लाख लिनुभएको छ। त्यो चाहिँ एकदमै गैर जिम्मेवारी भनौँ कन्सल्टेन्सीहरूको। किनभने कोड भिसाको पैसा लाग्दैन। कोड भिसाको पैसा लाग्दैन। तर विद्यार्थीहरूलाई त्यो केही पनि थाहा छैन र अब यहाँको चाहिँ जे भन्यो त्यही गरेर उता तिर्नुपर्छ भन्ने हिसाबले चाहिँ विद्यार्थीहरूलाई चाहिँ एकदमै नराम्ररी मार पारेको देखिन्छ। अनि अर्को भनेको विद्यार्थीहरूलाई युनिभर्सिटीमा एउटा सब्जेक्ट पठाएको हुन्छ। त्यहाँ पुगेपछि त्यो सब्जेक्ट त्यहाँ नभएको पनि केसहरू पाइएको छ। अनि अर्को ठग्ने भनेको तपाईँको युनिभर्सिटी के अरे एयरपोर्टमा एयरपोर्ट पिकअप भनेरै अस्ति कुन कन्सल्टेन्सी मैले बिर्सेँ, अब कन्सल्टको नाम पत्ता नलिऊ। तर एयरपोर्ट पिकअपमा 80,000 नेपाली चाहिँ एयरपोर्ट पिकअप भनेर चार्ज लियो अरे भनेर हामीलाई कम्प्लेन आयो। 80,000 30 जनाको। हेर्नु त अब यसरी ठग्ने। त्यसपछि यहाँ अब भिसा चेन्ज गर्दा पनि ती कन्सल्टेन्सीका ब्रान्चहरू यहाँ छन्, तिनीहरूले त्यहाँ पनि ठगिरहेका छन्। विद्यार्थीलाई अनि तपाईँको होस्टेलमा चार्ज भनेर नेपालमा लियो।
6 महिनाको चार्ज भनेर 3 महिनापछि अर्को ग्रुपलाई त्यहीँ होल्देर जाओ भनेर तिनीहरूलाई निकालिदिने। 6 महिना बस्न पनि पाएनन्, त्यहाँ पनि ठगे। हरेक चरणमा चरणबद्ध पाइलामा ठगिएर अनि त्यो ठग्दाखेरि चाहिँ म चाहिँ खत्रै भयो भने सोच्ने त्यो कन्सल्टेन्सी कहिलेसम्म ठग्ने भन्ने कुरा हो। त्यसलाई चाहिँ एउटा कसरी हेर्ने अब मानवता अब एउटा एउटा के भन्ने होला अब यो भन्ने उ नै छैन। यसलाई चाहिँ अब जस्तै D2 भिसामा तपाईँको म्याक्सिमम लाग्ने हो भने 6.5 लाखमा तपाईँको होस्टेल चार्ज, युनिभर्सिटी फी, एयरपोर्ट के अरे एयरफेयर सबै गर्दा 6.5 लाख हो D2 को। D4 भिसामा म्याक्सिमम भए 10 लाख रुपियाँमा सबै कुरा भएर आउन सक्छ। यो विद्यार्थीहरूले चाहिँ यो चाहिँ नेपालमा अभिभावकहरू, विद्यार्थीहरू सबैले यो चाहिँ सुनिदिनु होला। 10 लाखभन्दा बढी कसैले माग्यो भने त्यही पनि त्यसमा पनि तपाईँलाई क्यासमा माग्छ। क्यास होइन, मलाई ब्याङ्क ट्रान्सफर, मलाई चाहिँ स्टेटमेन्ट दिनुहोस्। किनभने सरकारलाई पनि उता लुटिरहेको छ, सरकारलाई ट्याक्स तिरेको छैन, यता विद्यार्थी लुटिएका छन्। उनीहरू 2-4 जना 200-400 वटा कन्सल्टेन्सीहरू चाहिँ करोडपति अरबपति होलान्। तर यहाँ त त्यो ऋणको भार बोकेर आउने विद्यार्थी हो, उता परिवारलाई भार छ, यता आएर विद्यार्थीले रोजगारी पाउँदैन, त भने जस्तो काम पाउँदैन। D2 भिसाले त के अरे हप्तामा 30 घन्टा काम गर्नुपर्छ। D4 भिसावालाले त काम गर्नु पाउँदैन, लुकेर काम गर्नु पर्यो। समात्यो, एकचोटि समात्यो भने जरिवाना लाग्छ, दोस्रोचोटि समात्यो भने नेपाल डिपोर्ट हुन्छ। त्यो विद्यार्थीको भविष्य कहाँ गयो अब? हो यस्ता कुराहरू पनि हामीले कुनै व्यवसाय सञ्चालन गर्दा व्यवसायलाई ठगी धन्दा भन्दा पनि व्यवसायलाई चाहिँ निरन्तर रूपमा पछिसम्म सोचेर थोरै सरकारले तोकेको $1000 सर्भिस चार्ज छ, त्यो भनेको 1,50,000 एउटा विद्यार्थीबाट, त्यो इनफ छ। तब 10 वटा विद्यार्थी चाहिँ पठाएर 20 वटा विद्यार्थी पठाएर काठमाडौँमा घर बनाउँछु भनेर कन्सिस्टेन्सी सोच्नु भएन। विद्यार्थीहरू पनि सजग हुनु पर्यो, विद्यार्थीहरूले पनि सबै कुरा बुझेर आउनु पर्यो। त्यो हुँदाखेरि नेपालीले नठग्ने हो भने कोरियामा चाहिँ तपाईँको 80% प्रब्लम सल्भ हुन्छ। त्यो कुरा एकदम अब उता नेपालीलाई ठगेको छ, आउँछ दूतावासमा, दूतावासले पनि आफ्नो भएको स्रोत साधनले सबै कुरालाई समाधान गरिहाल्न पनि सक्दैन। सबैले बुझ्नुपर्छ अब यो दूतावासले गर्नु नै त्यही हो भनेर हामीले अब विरोध पनि गर्नुहुन्छ। अब त्यो हामी थोरै छौँ, 10-11 जना छौँ कोरियन शुद्ध गरेर, नेपाली त 4 जना छौँ नि त। त्यो हुँदाखेरि चाहिँ कसैले कसैलाई नठग्ने, सबैले आफ्नो असल नियतले काम गर्ने हो भने त सोलुसन हुन्छ धेरै। मतलब विद्यार्थीले बुझ्नुपर्ने कुरा त भयो। अर्को सर यहाँ अब वारिसनामाको कुरा आउँछ नि, वारिसनामा के कसरी गर्ने, कसरी पठाउने, के त्यसको प्रोसेसको बारेमा भनिदिनु न एउटा। अधिकृत वारिसनामा भनेको चाहिँ एउटा कस्तो हो भन्दाखेरि व्यक्ति नेपालमा जान नसकेको अवस्थामा त्यो व्यक्तिले अरू कसैलाई कानुनी अधिकार, मेरो सट्टामा तिमी फलानु ठाउँमा गएर भनेको जस्तै अदालतमा गएर, ओडामा गएर मेरो ठाउँमा उपस्थित भएर मेरो सही छाप गरिदेऊ र मेरो बिहा दर्ता, डिभोर्स, त्यसपछि लाएर चाहिँ नि जग्गा किनबेच यसमा गरिदेऊ भन्ने एउटा कानुनी कागज हो। अधिकृत वारिसनामा चाहिँ के हुन्छ भन्दाखेरि यसको प्रोसेस चाहिँ नेपालमा कोही वकिललाई समाउनु पर्यो। त्यो वकिलले 2 प्रति अधिकृत वारिसनामा नेपाली कागजमा उहाँहरूले उहाँहरूलाई त्यो सबै कुरा थाहा हुन्छ, उहाँहरूले लेखेर पठाइदिनुहुन्छ। त्यसमा चाहिँ साक्षी 2 जनाको अब सबै त्यहाँभित्र भएको त अब सबै कन्टेन्ट नभनौँ, त्यो साक्षीदेखि लिएर सबैको नागरिकता कपीदेखि लिएर सबै लिएर ओरिजिनल कपी आउनु पर्यो दूतावासमा होइन, त्यो व्यक्तिले यहाँ रिसिभ गर्नुहुन्छ, उहाँ त्यो लिएर दूतावास आउनुहुन्छ, दूतावासमा हाम्रो अगाडि सही छाप गर्नुहुन्छ। अनि त्यो 1 प्रति चाहिँ हामीले राख्छौँ हाम्रो ओसीको लागि, अनि बाँकी चाहिँ उहाँहरूले फेरि नेपाल पठाइदिनुहुन्छ। अनि उतापट्टि त्यो वकिलले जसलाई अधिकृत वारिसनामा दिएछ, जसलाई अधिकार दिएछ, उहाँ चाहिँ सम्बन्धित निकायमा गएर गर्नुपर्ने दर्ता, विवाह दर्ता, डिभोर्स सबै गर्नुहुन्छ। त्यसरी गर्नु। खर्चको चाहिँ के कस्तो हुन्छ सर यो? अधिकृत वारिसनामा अब नेपालबाट बन्दाखेरि वकिलले कति लिन्छन्, के लिन्छन्, त्यो हाम्रो पाटो भएन। यता चाहिँ हाम्रो अधिकृत वारिसनामाको हामीले 55,000 कोरियन वोन चार्ज लिन्छौँ। ए अनि अर्को यो पासपोर्ट नवीकरण छ नि, पासपोर्ट नवीकरणको चाहिँ कस्ता मान्छेले नवीकरण गर्न सक्ने, खर्च कति लाग्ने त्यो बारेमा पनि सामान्य? पासपोर्ट नवीकरण चाहिँ अब यस्तो छ, पासपोर्ट नवीकरण चाहिँ अब पासपोर्टको म्याद सकिएपछि पासपोर्टको म्याद चाहिँ 1 वर्षभन्दा कम भएको अवस्थामा मात्र हामीले पासपोर्ट नवीकरण गरिदिन्छौँ। अथवा लस्ट हराउनु पर्यो, अथवा ड्यामेज च्यातिनु पर्यो, अथवा केयरमेट हुनु पर्यो, त्यस्तो हो भने हामी पासपोर्ट नवीकरण गरिदिन्छौँ। पासपोर्ट नवीकरणको चार्ज चाहिँ हाम्रो अब बच्चा 10 वर्षभन्दा मुनिको छुट्टै छ, 10 वर्षभन्दा माथिको छुट्टै छ, त्यसमा नि लस्टको छुट्टै छ, ड्यामेजको छुट्टै छ। जस्तै 10 वर्षभन्दा माथिको ड्यामेजको भनेको हाम्रो 4 लाख, ड्यामेज र लस्टको 4,20,000 वोन छ। रिन्युअलको मात्र हो भने चाहिँ 2,10,000 वोन छ। अब त्यहीमा बच्चाको चाहिँ सुरुमा पासपोर्ट बनाउँदा 1,05,000 वोन छ, त्यसपछि रिन्यू पनि 1,05,000 वोन छ। अब ड्यामेज र लस्ट ठ्याक्कै डबल हुने भयो, 2,10,000 हुने भयो। त्यसरी हाम्रो चाहिँ निर्धारण गरेको छ। यो चाहिँ
विशुद्ध सरकारले निर्णय गरेको हो। यो यसमा दूतावासले चाहिँ बढायो यताउति भन्ने त्यस्तो कुरा हुँदैन। हामीले सरकारी राजस्व जम्मा गर्ने हो। त्यसरी छ। ए अनि अर्को बिना भिसा बसेकाहरू हुनुहुन्छ नि धेरै नै हुनुहुन्छ। हजुर, हजुर, हजुर। उहाँहरूको चाहिँ पासपोर्ट एक्सपायर भयो भने कसरी रिन्यू गर्ने? अनि बिना भिसा बसेको कोही बिना डकुमेन्टकै हुनुहुन्छ के? हजुर। त्यो पनि भेटिएको छु कति साथीहरू पासपोर्ट एक्सपायर भएको निकै वर्ष भइसक्यो बसिराख्नु भएको छ कुनै मतलब छैन उहाँको चाहिँ नेपाल प्रीतिको कस्तो हुन्छ त्यो बारेमा तपाईँ भनिदिनु न। अब सकेसम्म त हामी भन्छौँ बिना भिसामा इलिगल यहाँ नबसिदिनुहोस्। किनभने त्यो बस्दाखेरि नेपालको इमेजमा पनि प्रश्न चिन्ह आउँछ। भिसा टाइट भइरहेको छ अहिले तपाईँहरूलाई यहाँभित्र छिर्नलाई पनि टाइट गरेको छ। अब धेरै इलिगल बस्न थालेपछि चाहिँ यसमा चाहिँ देशको इमेजमा पनि असर पर्छ। सकेसम्म इलिगल नबसिदिनुहोस्। अब इलिगलै बस्नु भएको छ भने पनि हामीले अहिले चाहिँ दूतावासमै आएर तपाईँहरूलाई पासपोर्ट बनाउनुको लागि चाहिँ खुल्ला गरिदिएका छौँ। तपाईँहरू डराउनु पर्दैन। दूतावासमा चाहिँ तपाईँहरू आउनुहोस्, अनलाइन फर्म भरेर आउनुहोस्, अनि आफ्नो पासपोर्टको कपीहरू लिएर आउनुहोस्। तपाईँहरूको हामी सहजै रूपमा इलिगल अवैधानिक रूपमा बस्नुभएको सम्पूर्णको हामी पासपोर्ट बनाइदिन्छौँ। तर हामी घुम्ती शिविरहरूमा चाहिँ अवैधानिक कामदारको चाहिँ अथवा हाम्रो नेपाली जसको चाहिँ डकुमेन्ट छैन उहाँहरूको चाहिँ हामी यहाँबाट चाहिँ गर्दैनौँ घुम्ती शिविरबाट चाहिँ। अनि अर्को चाहिँ हामी जीवन भिसा जुन जीवन भिसा हामी शरणार्थी भिसा भन्छौँ। त्यसमा धेरै प्रकारहरू छन्। तर धेरैजसो हाम्रो शरणार्थी भिसा नै ल्या देखिन्छ। अर्को मेडिकल जीवन भन्ने हुन्छ। अब त्यो कन्डिसन हेरेर जस्तै अब मान्छे साँच्चै बिरामी भएर मेडिकल जीवन लिएको छ भने हामी त्यसलाई कन्सिडर गरिदिन्छौँ। तर शरणार्थी भिसा नै लिएर बसेका छौँ भने चाहिँ हामीले अहिले यसलाई चाहिँ नगरिदिनुहोस्, शरणार्थी भिसा नलिदिनुहोस्। अनि उहाँहरूलाई चाहिँ हामीले अहिले पासपोर्ट चाहिँ दिएका छैनौँ। शरणार्थी बढी भयो भने कस्तो समस्या हुँदछ यी जीवनमा? अब यस्तो हो खासमा यसलाई हामीले कसरी हेर्नुपर्छ भने हाम्रो नेपालको अवस्थाले यहाँ शरणार्थी बन्नलाई त्यो बाध्यता त छैन। तर हाम्रो चाहिँ यहाँ शरणार्थी बन्नको लागि चाहिँ फेक कुराहरू लेखेर फेक फेक डकुमेन्टेसन गरेर अब यहाँको कोरियनहरूसँग चाहिँ समन्वय गरेर कसरी लिनु भएको छ त्यो थाहा भएन। यसमा पनि अब नेपालीहरू ले नै सहयोग गरिरहनु भएको छ भन्ने हामीले सुन्छौँ। तर त्यसो नगरिदिनु होला। आफ्नो देशको इमेज पनि सोचिदिनु पर्यो। दूतावासले मात्र प्रयास गरेर हुँदैन। हामी शरणार्थी भएर त्यो आफ्नो लागि पनि अलिकति हुन्छ होइन, हुन्छ नि त आफ्नो अब नेपालीत्व नै कहाँ जान्छ त अनि पछि फेरि फर्केर त्यही देश जानुपर्छ। त्यही भएर सकेसम्म नलिदिनुहोस्। अब डकुमेन्टेसन छैन भने त्यो अब सकेसम्म भिजा भएरै बसिदिनुहोस्। नभए जीवनतिर चाहिँ नजानुहोस्। हाम्रो त्यति हो सुझाव। यहाँको यो नेपालको लाइसेन्सलाई कोरियाको लाइसेन्समा परिवर्तन गर्दाखेरि के हजुर। कस्ता चरणहरू पुरा गर्नुपर्छ के कति कुरा त्यो बारेमा थोरै भन्नु न। चरणहरू चाहिँ अब त्यस्तो चरण भन्ने त छैन। तर नेपालको स्मार्ट लाइसेन्स प्रिन्टेड स्मार्ट लाइसेन्स आफूसँग हुनुपर्यो। अनि दूतावासमा चाहिँ त्यो प्रिन्टेड लाइसेन्सको कपी, पासपोर्टको कपी अनि एउटा निवेदन हामीले वेबसाइटमा राखेको छौँ डाउनलोड हुने गरी। डाउनलोड्स भन्ने भित्र गएर तपाईँले लाइसेन्सको डाउनलोड गर्न सक्नु। त्यसमा भरेर अनि नागरिकताको कपी हालेर चाहिँ दूतावासमा उच्छेकबाट पोस्ट गरिदिनु भयो र 70,000 प्लस 3,000 उच्छेकको चार्ज गरेर 73,000 चाहिँ त्यही खामभित्रै हालेर पठाउनुपर्छ। त्यो गरिदिनु भयो भने हामीले दूतावासमा त्यो प्राप्त गर्छौँ। त्यसपछि हामीले आवश्यक डकुमेन्ट तयार गरेर तपाईँहरूलाई फेरि पठाइदिन्छौँ। त्यो तपाईँहरूले लिएर यहाँको सम्बन्धित निकायमा गएर बुझाउँदाखेरि चाहिँ तपाईँहरूले लाइसेन्स पाउनुहुन्छ। लाइसेन्स चाहिँ तपाईँ लिखित चाहिँ दिनुपर्छ। E7ले चाहिँ लिखित पनि दिनु पर्दैन। अरूले चाहिँ E9 अरूले लिखित पनि दिनुपर्छ। F2 को के हुन्छ? अब यो F2 यो धेरै प्रकारका भिसा छन् होइन। त अब यहाँको पोलिसी चेन्ज भइरहन्छ। तर यसले यो भनेर चाहिँ हामीले ठ्याक्कै त्यो भन्न सक्ने अवस्था छैन। किनभने त्यो यहाँ कसैले लिखित दिनुपर्छ भन्छन्। धेरैजसो चाहिँ E7 बाहेक सबैले लिखित दिनुपर्छ भनेर बुझाउन। सर अनि यो हुन्डीको कुरा अस्ति नि दूतावासहरूले विज्ञप्ति पनि आएको थियो नि हुन्डी निरुत्साहित गर्नका लागि के अरे गोप्य सूचना राख्ने जानकारी दिनलाई जानकारीकर्ताको सूचना गोप्य राखिन्छ भनेर आह्वान गरेको थियो दूतावासले नै। कस्तो प्रगति हुँदैछ त्यसबारेमा के भइदिनु? यो चाहिँ अहिले हामीले प्रत्येक महिनाको 20 गतेपछि चाहिँ हामीले यहाँबाट आएका हुन्डी सम्बन्धी सूचनाहरू चाहिँ जुन हामीले प्राप्त गर्छौँ हामीले फेसबुकबाट हाल्नुहोस् भनेका छौँ, दिनुहोस् भनेका छौँ। हामीलाई व्यक्तिगत रूपमा फोन गरेर पनि भन्नुहोस्। यसमा तपाईँहरूको एकदम जानकारी दिनुभएको सबै गोप्य हुन्छ। कसैको नाम बाहिर आउँदैन भनेका छौँ। हामीले थुप्रै पाएका छौँ। झन्डै अहिले 150 जना जस्तोको नाम पाइसकेका छौँ। त्यो चाहिँ हामीले प्रत्येक महिना चाहिँ नेपालमा अपडेट गर्छौँ। अहिले अनलाइन सिस्टम छ। अनलाइन सिस्टममा नाम इन्ट्री गरेर पठाएपछि नेपालको परराष्ट्र मन्त्रालय प्राप्त गर्छ। त्यसपछि राष्ट्र ब्याङ्क, त्यसपछि गृह मन्त्रालय सबैले प्राप्त गर्छ। अनि उहाँहरूको निगरानी हुन्छ। अहिले हाम्रो जुन ग्रे लिस्टमा नेपाल पर्दाखेरि चाहिँ यहाँको ब्याङ्क एकाउन्ट बनाउन, एटिएम कार्ड गर्न त्यो नेपालीहरूलाई धेरै गाह्रो परिरहेको छ।
अब यस्तै गरी यसलाई चाहिँ रोक्न सकेन भोलि ब्ल्याक लिस्टमा गयो भने हाम्रो ब्याङ्क एकाउन्टै खाता नै बन्द गर्नुपर्ने भयो भने विदेशमा भएका नेपालीहरूलाई साह्रै अप्ठ्यारो पर्छ। त्यही भएर हामीले चाहिँ यसलाई चाहिँ अहिले एकदम हाम्रो एउटा मेन टार्गेटको रूपमा अगाडि बढाइराखेका छौँ। अब यसमा चाहिँ सकेसम्म गर्ने मान्छेले नगर्दा चाहिँ सबभन्दा बेस्ट हुन्थ्यो होइन। अब भोलि गर्नु होला, गर्दाखेरि चाहिँ तपाईँको भोलि कुनै न कुनै दिन सम्पत्ति शुद्धिकरण परिन्छ। भोलि सम्पत्तिको स्रोत देखिँदैन। अनि त्यस्तो अवस्था नआओस्। जसले गर्नलाई उत्प्रेरित गर्नुहुन्छ अनि जसले गर्नुहुन्छ, जसले चाहिँ मेरो हुन्डी गरिदिउँ भन्नुहुन्छ, भोलि उहाँको मुद्दा मामिला नेपालमा पर्दाखेरि तपाईँको सम्पत्तिको स्रोत जब देखिँदैन नि, तब तपाईँहरूको त्यो सम्पत्तिको दाबी गर्न पनि पुग्दैन। त्यही भएर एउटा असल नागरिकको हिसाबले हुन्डी गराउने र हुन्डी गर्ने दुवैले छोडिदिनु होला। भोलि समस्या पर्न सक्छ। अहिले सरकार साँच्चै लागेको छ। यो कुरा एकदम सत्य हो। सरकारले लागिपरेको छ। सबै देशमा चाहिँ उ लागिपरेको छ। रिजल्ट नआउन्जेल त नेपालले केही गर्दैन, दूतावासले केही गर्दैन भन्ने छ। जुन दिन रिजल्ट आउँछ त्यो दिन तपाईँहरूलाई चाहिँ गाह्रो पर्ला। त्यही भएर विचार गरिदिनुहोस्। हुन्डीलाई चाहिँ सकेसम्म हामी नेपालीले नगरौँ, 2-4 पैसाको लोभ नगरौँ। यहाँ आएर हामीले 2-3 लाख कमाएकै छौँ। हामीलाई जति पैसा भयो नि यस्तै हो, मान्छे त हो हामी। त्यही भएर त्यसो नगरौँ। अनि अर्को कुरा, दूतावासबाट हजुरले सक्दो सेवा त गर्दै हुनुहुन्छ। हजुर। दूतावासले अपेक्षा राख्ने सेवाग्राहीले यो चाहिँ गरिदिए हुन्थ्यो भन्ने केही छ कि हजुरको? अब हाम्रो भनेको चाहिँ जस्तै पासपोर्टको अनलाइन फर्म भर्दाखेरि उहाँहरूले जुन दिनको हुन्छ त्यही दिन आइदिनु हो भने त्यो हामीलाई सहज हुन्छ। त्यही पनि हामीले त्यसलाई कन्सिडर गरेर जस्तै आजको अनलाइन फर्म भर्नु भएको छ भने अरू उहाँहरूले 15 दिनभित्र आइदिनु हो भने हामीले त्यो चाहिँ उनै गरिदिएका छौँ। किनभने यहाँ त अब काममा बिदा हुँदैन नि त। त्यो हुँदाखेरि हामीले गरिदिएका छौँ। अब त्यो हरेक सेवा लिनको लागि चाहिँ हाम्रो चाहिँ राजधानीको कपी, पासपोर्टको कपी अनिवार्य छ। अनि निवेदन एउटा हामीले जुन वेबसाइटमा हालेको छ सबै सेवाको निवेदन क्लिक गरेर डाउनलोड गर्ने। त्यो सबै निवेदन भरेर आउनुपर्छ। तर धेरै जसो हाम्रो सेवाग्राहीहरूले चाहिँ तपाईँको राजधानीको प्रतिलिपि नागरिकताको प्रतिलिपि नै नगरिकन आउँदाखेरि चाहिँ त्यहाँ दूतावास नजिकै पनि छैन। जानुपर्छ 15-20 मिनट टाढा होइन। अनि हाम्रो विभिन्न धेरै काम हुन्छन्। अनि त्यो जब हामी फोटोकपीतिर लाग्छौँ नि, हाम्रो सेवा प्रवाहलाई नै अप्ठ्यारो परिरहेको अवस्था छ। त्यो एउटा सानो कुरा हो। त्यही भएर सकेसम्म चाहिँ फोटोकपी गरेर आइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो। अनि सम्बन्धित आफ्नो डेटमा नै सकेसम्म आइदिनु हो भने राम्रो हुन्थ्यो। त्यसपछि चाहिँ अरू चाहिँ adios ठिकै छ। सर अर्को एउटा दूतावासको कामप्रति कति कहिलेकाहीँ गुनासोहरू सुन्न पाइन्छ नि, त्यसको बारेमा चाहिँ के छ हजुरको धारणा? यस्तो छ यो अब गुनासो पनि ठ्याक्कै यही भनेर गुनासो आउँदैन नि त। तपाईँको फेसबुक पेजतिर तलपट्टि जे मन लाग्यो त्यो लेख्या देखिन्छ होइन। अब त्यो कसैलाई त्यो हिजोको के अवस्था थियो, हिजो दूतावासको स्रोत साधन के थियो, हिजोभन्दा आज दूतावास धेरै चेन्ज भएको छ। तपाईँले हाम्रो दूतावासमा आउँदाखेरि तपाईँहरूले कहिले पनि नराम्रो कर्मचारीले बिहेभ गर्दैनन्। कहिलेकाहीँ अब कतैबाट उ भएछ भने त्यो चाहिँ अब गल्तीवश हुनसक्छ। त्यो चाहेर होइन कि। तर अहिले दूतावासको सेवा प्रवाहमा त्यस्तो कुनै प्रश्न गर्ने ठाउँ नै छैन। अ, अब स्रोत साधनले नभ्याउँदाखेरि हामीले कुनै कुनै चिजमा अलिकति सोचेर हाम्रो नेपाल सरकारलाई जानकारी दिएर गर्नुपर्ने हुन्छ कति कुरा। त्यस्तो हुँदाखेरि चाहिँ अब यो अलिकति सकारात्मक सोचाइ र नकारात्मक सोचाइ दुइटा हुन्छ होइन। सकारात्मक सोच्ने मान्छेले चाहिँ दूतावासलाई सुझाव दिन्छ, यस्तो गर्नुहोस् भन्छ। नकारात्मक सोच्ने मान्छेले चाहिँ कसरी हुन्छ दूतावासलाई गिराउँ भन्ने सोच्छ। त्यही भएर यो केही व्यक्तिहरूले चाहिँ दूतावासको बारेमा त्यही लेख्या देखिन्छ, यता गरेको उता गरेको देखिन्छ होइन। त्यसलाई हामीले साधारण रूपमा लिन्छौँ। सबै ठाउँमा त्यस्तै हुन्छ, सबै देशमा त्यस्तै हुन्छ। हामीले देखिरहेका छौँ। अब त्यही हो। त्यो अब सकेसम्म त्यसमा हामी सुधार गरौँ। हामीलाई सुझाव दिनुहोस् बरु गाली गर्नुभन्दा हामी सुध्रिन्छौँ। सुध्रिनुपर्ने ठाउँ छ भने हामी सुध्रिन्छौँ। सर एउटा अलि अनौठो व्यक्तिगत क्वेसन सोध्छु ल। हजुर। हजुर अब यङ उमेरको हुनुहुन्छ। हजुर। अफिसमा अब एउटा अधिकृत लेभलको मान्छे बसिराख्दाखेरि मान्छे आएर यो त अधिकृत होइन कि जस्तो यस्तो भनेर सर कहाँ जानुभयो भने यस्तो त्यस्तो हजुर अब यङ अब जवान जस्तो देख्ने मोडल जस्तो देख्नुहुन्छ है। अब यो अधिकृत होइन कि जस्तो त्यस्तो कहिले भएको छ कि भएको छैन अफिसमा नेपालमा काम गर्दा कोरियामा काम गर्दा? छैन त अफिसमा हुँदाखेरि त अब हामी टाई सुट लाएर होइन चट्टो परेर आउँछौँ नि त। त्यो हुँदाखेरि अफिसर होइन जस्तो भन्ने हुँदैन। होइन। कोही कोही चाहिँ आएर दाइ के दाइ यो गरिदिनु न फोनमा नि दाइ ओ मेरो दाइ भन्यो होइन। त्यस्तो त्यस्तो वर्डहरू नि आइरहेको हुन्छ। त्यो फोन हामी त्यसलाई साधारणै लिन्छौँ। तर अफिसमा आएर त्यसो भन्दा पनि साधारणै ल्याएको छ अहिलेसम्म चाहिँ होइन। त्यसलाई हामीले चाहिँ अफिसर होइन कि भनेर कसैले दुर्व्यवहार गरे भनेर लिँदैन। दुर्व्यवहार भन्ने बुझ्छ कि मैले दुर्व्यवहार आफू चाहिँ अफिसर होइन जस्तो हो भने क्या। त्यस्तो म अफिसरै हो। अफिसरै हो, अफिसरै काम गरिरहेको छ होइन। अफिसर होइन जस्तो त किन त्यो हुँदैन कहिले। हजुरलाई लाग्नु भन्दा पनि क्या जस्तो मलाई पनि सुरु भयो लाग्ने कुरा गरौँ।
रमेश सरले हिजो कुरा गर्नुभयो हेर्दाखेरि भर्खरको जवानी हिरो यस्तो केटो ट्याक्क अफिसर अरे भन्दाखेरि अलिकति के ठ्याक्क त्यस्तो टुनेको त्यसलाई यसरी लिनुपर्छ भन्नु जुन हिरो अफिसर भनेर लिदिनुहोस् न त होइन त्यसरी लिउँ अब अहिले त सबै यङ छन् नेपालमा तपाईँले हेर्नु पनि 22 23 24 वर्षका त कति कति हो अब त एकदम देशमा परिवर्तन गर्नको लागि नि युवाको प्रवेश भएको छ मनमा पनि अर्कै खुसी हुँदो रहेछ कि जाँदाखेरि भर्खरको युङ देख्दाखेरि पनि मेरो काम त अब आले टाले गर्दैनन् मेरो काम गरिहाल्छन् भन्ने मनमा चाहिँ अर्कै खुसी हुँदो रहेछ अँ। कि युङ अफिसर देख्दाखेरि नि अब जो अहिलेसम्म राजसभासम्म 1 वर्ष भएको जो राजसभामा सेवा लिनु भएको छ अब यो सुन्नु होला उहाँहरूले नै पनि भन्नु होला काम त्यहाँ गएपछि अब कुनै केसमा चाहिँ अब त्यहाँ कहिलेकाहीँ अड्किन सक्छ कहिले सिस्टमै चाहिँ डाउन भएको अवस्थामा नेपालबाट चलाइ सिस्टम हुनसक्छ होइन त्यो भएको बेला मात्र हो नत्र यति छिटो सेवा प्रवाह भइरहेको छ जसले लिनु भएको छ उहाँहरूले चाहिँ हृदयमा हात राखेर भन्नुभयो भने उहाँहरूले सम्झिनुहुन्छ हामीले जुन रफ्तारमा सेवा दिइरहेछौँ त्यो चाहिँ साँच्चै नै सकारात्मक सोच्ने मान्छेले यो चाहिँ राम्रो छ है दूतावासको भन्नुपर्छ सर धेरै धेरै धन्यवाद यहाँसम्म बस्दा तपाईँको अमूल्य समय दिनुभयो तपाईँले धेरै धेरै धन्यवाद हस् हस्